एउटा सभा अध्यक्ष हुनु, त्यसै गरी प्रमुख अतिथि हुनु, विशेष अतिथि हुनु, अतिथिज्यूहरू हुनु, कलाकार साथीहरू, गुरुआपाहरू, पत्रकार साथीहरू र आजको यस कार्यक्रमलाई सफल पार्नका लागि विभिन्न ठाउँबाट आउनुभएका आमा बुबा दाजुभाइ दिदीबहिनीहरूलाई म प्रथम हामीको तर्फबाट सेवा नमस्कार गर्न चाहन्छु। विभिन्न किसिमका समाजमा भएका अघि नै हाम्रो सञ्चालकजीले भन्नुभयो समाजमा भएका विकृतिहरूलाई चाहिँ हटाउनका लागि सशक्त रूपमा युवाहरूले चाहिँ आवाज बुलन्द गर्नका लागि जुन उद्देश्य अनुसार चाहिँ यो क्लबको स्थापना भएको थियो, त्यसै गरी नै हामीले समुदायलाई कसरी अगाडि बढाउन सकिन्छ, हामी समुदायको कल्चरलाई कसरी जोगाउन सकिन्छ र समुदायलाई चाहिँ हानिकारक हुने कुनै पनि किसिमको कल्चर छ भने त्यसलाई कसरी सुधार्न सकिन्छ भनेर हामीले निरन्तर हामी यात्रामा छौँ। जसरी 15/9 भीमेश्वर युवा क्लबले निरन्तर समाज परिवर्तनको लागि पर्नुभएको छ, त्यसरी हामीले देशव्यापीको हामी समुदायलाई चाहिँ कसरी अगाडि बढाउन सकिन्छ भनेर हामी लागि परेका छौँ। अहिले एउटा समुदायमा भएको देशमा भएको भ्रष्टाचार व्यक्तिको लागि जस्तो आवाज बुलन्द गर्यो, त्यसमा विभिन्न किसिमका मान्छेहरू पनि विभिन्न किसिमको स्वार्थ बोकेर त्यो भित्रमा घुसपेट भयो। त्यसै गरी देश तहस हुँदाखेरि पनि हामी तपाईँ हामी एकता भएको छौँ, हाम्रो समुदाय एकता भएको छौँ। हाम्रो अहिले तपाईँहरूले युवा क्लबले आयोजना गर्दाखेरि एउटा नयाँ अहिले जमाने परिस्थितिमा समुदायले झेलिरहेको समुदायमा भइरहेको भ्रष्टाचार व्यक्ति तपाईँ हामीलाई अहिले जति पनि आमा बुबा दाजुभाइ दिदीबहिनीहरू हुनुहुन्छ, आमा बुबा दाजुभाइ दिदीबहिनीहरूलाई दसैँ आइसकेपछि 1 महिना 1.5 महिना अगाडिदेखि दसैँ कसरी बिताउने महँगो छन्। अहिलेको परिस्थिति हेर्दाखेरि बजारमा भाउमा तपाईँको किनेर खाने साधारण मान्छे मजदुर किसानहरू बाँच्न नसक्ने अवस्थामा पुर्याएको छन्। त्यो अवस्थालाई चाहिँ कसरी यो चाडबाड चाहिँ मनाउने भनेर तपाईँहरूलाई सबैलाई समस्या तपाईँहरूको मनमा एकदम डर छ, हो कि होइन? तपाईँले भन्नुहोस् त, त्यो परिस्थितिमा युवा पुस्ताले पनि कसरी अगाडि बढ्न सकिन्छ? जुन नयाँ पुस्ताहरूलाई रमाइलो छ, बालबालिकालाई नयाँ रमाइलो लागेको छ, कसरी चाहिँ चाड बनाउँदाखेरि सबैलाई खुसी लाग्छ, सबैलाई खुसी उमङ्गले छाएको मजदुरहरूको, हरेक किसानहरूको, हरेक महिलाहरूको, हरेक बालबालिकाहरूको, हरेक अपाङ्गहरूको समस्याहरू त्यही देखिन्छन्। हरेक मान्छेले चाहिँ तपाईँको अहिले विभिन्न किसिमको पार्टीहरूमा सबै पार्टीमा नराम्रो त छैनन्, हरेक मान्छेहरूमा हरेक पार्टीमा राम्रो मान्छे छन्। त्यो राम्रो व्यक्तिलाई अगाडि पारेर एउटा दलाल व्यवस्थामा दलाल गर्ने, जसले पैसा छिर्ने, जसले तपाईँको बोल्न सक्ने, जसले झुटको त्यो व्यवस्थाले जसले अगाडि बढ्न सक्छ। मैले जुन सभामा कुनै पनि जसले गर्न सक्छ यो मान्छे गर्न सक्छ भन्ने मान्छेहरूको यो चेत छ। हामीले समाज चलिरहेको छन्, निरन्तरता कसरी थाहा गर्न सकिन्छ। हाम्रो पुर्खाहरूलाई हामीले चाहन्छौँ कि कसरी परिवर्तन गर्न सकिन्छ। हाम्रो आर्थिक समृद्धिको बाटोमा दाजुभाइ दिदीबहिनीहरूको प्रत्येक घरको युवाहरू, हाम्रो युवा युवतीहरू छ, तपाईँको विदेशमा नभएका हाम्रो घर छ, घरहरूको ठुलो बोल्दैन यो अथवा कालीको गाउँपालिकाको युवाहरू विदेश नगइकन घरमा छोडिकन तपाईँको घरको हाम्रो घर पाल्ने एउटा वातावरण हुँदैन। यो वातावरण सिर्जना गर्ने र यसमै रोजगारी सृजना गर्नको लागि हामीले के गर्न सक्छौँ त? हामी युवाहरूले बहस गर्दाखेरि अगाडि समुदायलाई पनि कसरी अगाडि बढ्न सकिन्छ र आफ्नो जीवन स्तर पनि कतिबाट गर्न सकिन्छ भनेर त्यसमा पनि बहस गर्न विभिन्न किसिमका युवा विषयहरूलाई पनि कुरा गर्न चाहन्छौँ। त्यसको लागि हामीले आफ्नो धर्म संस्कृतिको लागि हामीले आफ्नो भाषा संरक्षणको लागि हामीले लडाइँ गरिरहँदाखेरि त्यसै गरी नै युवा मात्र होइन, अहिलेको महिलाहरू, अहिलेको वृद्ध आमाहरू आफ्नो बच्चाहरू बनाउँदाखेरि एकदम चिन्ताजनक छ। हरेक आमालाई चाहिँ अहिले चाडबाडमा आफ्नो छोराछोरी विदेश हुँदाखेरि
हेर्दाखेरि तपाईँ आफ्नो विदेशमा अथवा घर छोडेर पनि हेर्दाखेरि चिन्ता दुख्छौँ। किन भन्दाखेरि समय कस्तो हाम्रो घरको आफ्नो समाजको हाम्रो समुदायको त्यो समस्या हो। त्यो तपाईँहरूको मात्र होइन, सिङ्गो देशको समस्या भएको छ कि अहिलेको समस्या समुदायको हरेक मान्छेहरू, हरेक किसान, हरेक मजदुरहरूले चाहिँ आफ्नो अधिकारको लागि, आफ्नो रोजीरोटीको लागि हरेक तरिकाले नलडिकन, आन्दोलन नगरिकन स्टार्ट गरेर भनेर चाहिँ त्यो आवाजहरू आइरहेको छन्। त्यसै गरी नै यहाँ उपस्थित हुनुभएका कलाकारहरू पनि हुनुहुन्छ, पत्रकार साथीहरू हुनुहुन्छ। हाम्रो युवाहरूले एउटा धर्म संस्कार संस्कृति जोगाउनका लागि निरन्तर जन्मिँदाखेरि अहिलेसम्म गर्दै हुनुहुन्छ। हाम्रो अघि भगवान कृतन टोलीहरूले आफ्नो संस्कार पछि हस्तान्तरण गर्ने हाम्रो माताले मार्नेहरूले हाम्रो आउँदो पुस्ताहरूलाई चाहिँ कसरी हस्तान्तरण गर्ने भनेर उहाँहरूले आफ्नो समुदायको अस्तित्व कसरी गर्ने भनेर उहाँहरूले लागि पाउनुपर्छ। त्यसै गरी नै मेसर युवा क्लबले चाहिँ अहिले नै उहाँले भनेर जस्तै अझै थप